नमस्कार। भोटे कोसीमा आएको विपत्तिले धेरै परिवारलाई कठिनाई र पीडामा पुर्याएको छ। यो कठिन परिस्थितिमा हामी सम्पूर्ण नेपालीहरू एकजुट भई उभिने समय आएको छ। यसै भावनाका साथ लकान्द्री ग्रुपले विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि रु 5,000 प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको जानकारी गराउँदछु। यो सहयोग रकमभन्दा पनि विपत्तिमा परेका परिवारप्रति हाम्रो ऐक्यबद्धता र मानवीय जिम्मेवारीको सानो प्रयास हो। विपत्ति कसैलाई भनेर आउँदैन। भोटे कोसीका दाजुभाइ तथा दिदीबहिनीहरूले भोगिराख्नु भएको पीडा हाम्रो पनि पीडा हो। लकान्द्री ग्रुप व्यवसायसँगै सामाजिक जिम्मेवारीप्रति प्रतिबद्ध छ। हामी सबैलाई आफ्नो क्षमता अनुसार सहयोगमा जुट्न हार्दिक अनुरोध गर्दछौँ। सरकार, सामाजिक सङ्घ संस्था, राजनीतिक दल र नागरिक समाजको साझा प्रयासबाट मात्र विपत्ति पछिको जीवनलाई सहज बनाउन सकिन्छ। यो विपदमा पर्नुहुने सम्पूर्णमा सहानुभूति व्यक्त गर्दछौँ।